सो हामी चाहिँ जाँदैछौँ होइन जाँदा जाँदै अब यहाँ चाहिँ सुरुङ मार्केट भेट्यौँ हामीले है सुरुङ मार्केट देख्न सक्नुहुन्छ यो चाहिँ सुरुङ रहेछ बेनीघाटबाट अलि पारी पर्छ होइन हामी चाहिँ गोर्खाको यात्रामा हिँडेको थियौँ अनि सुरुङ देख्यौँ हामीले चाहिँ आइज न जोस् रमाइलो ठाउँ रहेछ सुरुङ पनि रहेछ देख्न सक्नुहुन्छ कन्डिसन राम्रै हो अँध्यारो छ क्या अँध्यारो छ त्यहाँबाट चाहिँ डर लाग्यो हामीलाई डर लाग्यो त्यही त नदौडिनु मलाई यो डराएर दौडिसक्यो देख्न सक्नुहुन्छ सुरुङ मार्ग ठुलो सुरुङ हेर्न देख्न सक्नुहुन्छ यो सब सुरुङ हो यो यत्रो यो बेनीघाटबाट यो कहाँ पुग्ने सुरुङ हो बेनीघाटबाट टक्क यो चाहिँ गोर्खा जाने बाटो भयो होइन दरुङ जाने बाटो यो तर्फ बेनीघाट हो पारी बेनीघाट हो यो सबै गोर्खा जिल्ला पर्छ देख्न सक्नुहुन्छ यो गण्डकी हो यो गण्डकीबाट अनि पारिपट्टि सबै गोर्खा पऱ्यो अनि यताबाट चाहिँ हामी घुम्न गएको होइन घुमेर फर्किँदै गर्दा यहाँ सुरुङ देखियो अनि सुरुङ छिरेको अनि देख्न सक्नु सुरुङ लादो है यही हो सुरुङ मार्ग देख्न सक्नुहुन्छ यो हेर्नुहोस् डर लागेर अँध्यारो अहिले चाहिँ बर्लो उजेर भने आँखा पनि उजेर भएको थियो नि त अलिकति छैन होला लट्ठी गरौँ न नभए हेर्नु न यो मान्छेहरू यो जाडखानी केटाहरू आउने होला क्या सायद अघि त आँखा त त्यो उज्यालो पनि भएर होला नि त अनि अँध्यारोमा छिर्दा त एकैचोटि अँध्यारो भएर कालो देख्यो क्या डरै लाग्दो तर ओइ खेक्रा गरेछ ल यही हो यो कहाँ पुग्ने सुरुङ गऱ्यो मामा चितवन पुग्छ यहाँबाट आमा हो भनेपछि धेरै पुरानो लाग्यो त होइन आधी बाटोसम्म मात्रै खा भनेपछि कि निकाली टुङ्गा खा यो पहिला त्यो राजाहरूको पालामा बनाला होइन त्यही हो ल हेर्न सक्नुहुन्छ होइन जाउँ ल यो ठुलो पाहाड छ पाहाडबाट चितवन निस्किने रे यो चितवन कि गोर्खा कता निस्किन्छ चाहिँ हामी चाहिँ हामी घुमेर आयौँ नि त ओइ हामी घुमेर आयौँ त बाटो चाहिँ खतरा खाके बाटो चाहिँ जोस् के को फुल हो यो यस्तो फुल दामी हो ल हामी चाहिँ त्यो करस फायरमा आयो क्या लाल गाडी रातो घोडा सेतो घोडा भने नि त्यही हाम्रो होइन कलर कालो अनि हिँड्दै होइन सुरुङ देखेर निस्केको हाम्रो घोडाको टाउको चाहिँ यहाँ छ देख्न सक्नुहुन्छ यो घोडा टाउको नि खतरा हजुर जानी सर्ट पछाडि बस्ने त्यहाँ रहेछ भने अनि फत्तै झर्ने नि ल हाम्रो लाल गाडी यही हो क्रस फायर देख्न सक्नुहुन्छ ल उकालो बाटो अस्तिलो भएर हो बाटो नि त्यस्तै डेन्जर छ नि त फेरि हामी त फेरि मामाले काँध गण्डकी बुढी गण्डकी चाहिँ होइन हजुर हरन फेरि इभीको जस्तो रहेछ क्या प्याप होला बाटो नि खतरा डेन्जर छ बिस्तारी है बिस्तारी जाँदैछौँ हामी अब 3 जना छ गाह्रो छ त्यस्तै हो सो हामी हिँड्दैछौँ होइन सो हामी चाहिँ जाँदैछौँ होइन जाँदा जाँदै अब यस्तो देख्नुहुन्छ होइन अब यस्तो
देख्नुहोस् यहाँ द्याट इज गड्स चाइल्डहुड। देख्नु कति धेरै बाख्राहरू हेर्नु त सानो सानो हेर्नु आम्मामा डेन्जर 50-60 वटा कतिवटा बाख्रा छ आन्टी आफै हरायो भने त थाहा हुन्छ त होइन हरायो भने थाहा हुन्छ त सानो फेरि खतरा खसीहरू चाहिँ हामी सम्पर्क गर्नु होला हामी व्यापारी पनि हुँ एक प्रकारको केही बेनीघाटको कच्ची रोड आइपुग्नु लाग्यो गोर्खाको कच्ची रोड दिन लाग्यो अब झन् आउँदैछौ अब सकिन लाग्यो देखाउनु पारी गण्डकी हो त्यसको समय पनि सकिन लाग्यो कट्न लाग्यो खाने बेला भइसक्यो मेस कल्टिभेसन मान्छेहरू पनि काम गर्छन् सिजन छ अन सिजन हो यो सबै पानीको छाता यहीँबाट हिँड्नु हिँड्न देख्छ होला नि त्यहाँ अनि गरेको देख्दैन र नि पुलिस फेरि चेकिङ बस्छ कि यहाँ गाह्रो पर्छ हामीलाई त्यही भएर टर्निङ छैन त्यहाँ कता पुलिस कता चेकिङ बस थियो छैन होला ल हामी चाहिँ अब चेकिङ भएको कारणले हामी अब राइडर चेन्ज हुँदैछौँ होइन राइडर चेन्ज ल सम लिन आउनुपर्छ तलसम्म ले अब हामी दुइटा चाहिँ सर्ट जान लाग्यो है राइडर चेन्ज उता बनाए हेर्नुहोस् लेट्सको सरले फेरि यस्तो बाइक हर्नमा चाहिँ यता पुरै 80-90 स्पिडमा हान्नु लाग्नु भएको छ यस्तोमा नि जस्ट अब ठ्याक्क हाम्रो स्पिड देखाएको थियो अब हाम्रो सक्यो चौकी छ यहाँ अनि त्यही भएर गाह्रो गोर्खा जिल्लासँग अब धादिङ जिल्ला वेलकम टु धादिङ रमाइलो वेलकम टु धादिङ ल हामी यतै पर्छौँ है सो अहिले चाहिँ हाम्रो राइड चेन्ज भइसक्यो बोल्नु हाम्रो चाहिँ अब राइड गर्ने पालो एक्सचेन्ज हुन लागेको छ अब उहाँले अहिले चलाएको थियो भने अब अर्को मान्छे आउँदै हुनुहुन्छ जस्ट त्यही केही छिनको लागि यसो पर्खिरहेको यता अब यो हेर्नुहोस् तिर्चुली गोर्खा जाने पुल पारिपट्टि धादिङ मलेखु रोड देख्न सक्नुहुन्छ गाइजी ल हामी राइडर चाहिँ आउँदै हुनुहुन्छ यहाँ पुलिस चौकी छ नि त देख्न सक्नुहुन्छ यहाँ पुलिस चौकी छ यहाँ माथिपट्टि छ क्या पुलिस चौकी अनि सो यस्तो बाइकमा अब 3 जना हालेर हिँड्न त अलिक गाह्रै पर्छ त्यो माथि अनि लाइसेन्सहरू अलि क्या लाइसेन्स त छ तर भयो नि आफ्नै सुरक्षित हो नि त अनि त्यही भएर अलिक पुलिस चौकीमा भएको कारणले 3 जना चाहिँ अलि हिँड्न मिलेन अनि सो राइडर चेन्ज गर्दै हिँड्नेछौँ हामी चाहिँ आउँदै हुनुहुन्छ राइडर उता अरू चाहिँ उहाँ हुन्छ राइडर उहाँ हो चलाउन त हामी पनि चलाउँछौँ यतिसम्म मैले चलाउँदै आएको त्यसो त्यही भएर हामी चेन्ज हुँदैछ देख्न सक्नुहुन्छ अब अरू हामी चाहिँ बेनीघाट आइपुगिसक्यो बेनीघाट त्यही हो देख्न सक्नुहुन्छ ल